सम्पूर्ण मेरो फेसबुक मित्रहरूलाई गुड मर्निङ है। र आज तपाईँहरूको समक्षमा चाहिँ म चाहिँ यसो जङ्गल भिजिटमा निस्केको, बारी भिजिट हो। र त्यहाँनिर चाहिँ मैले एउटा खास चिज देखेँ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु। निहुरे हो, निहुरे यहाँ रहेछ थुप्रै है। यस्तोमा चाहिँ यस्तो चिजहरू खोज्नुपर्छ होइन फ्रेन्ड। यहाँ यो पनि हो, अन्त यो पनि हो। अब नेक्स्ट अर्को हेर्नुहोस् ल, यसकै छेउमा काली भन्छ यसलाई चाहिँ होइन, काली निग्रो हो। काली निग्रोको दर्शन पाएँ, यसो जमघट भयो यहाँनिर। यहाँ जोडी चाहिँ कस्तो डेन्जर छ कि जोडी चाहिँ। म चाहिँ यस्तोमा जाँदा चाहिँ त्यसै बारीमा हेर्न आएको त पुरा निङ्गुरो रहेछ हो। यति त पाएछ त्यस्तो निङ्गुरे हो। घर चाहिँ यहाँ छ, यतापट्टि मेरो घर, यतापट्टि मूल घर हो। यहाँ छ हाम्रो मूल घर। अति नै यहाँबाट सुन्दर देखिन्छ। यहाँनिर पनि मैले एउटा अस्तिको दिन नै नटिपिराखेको थिएँ है। यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर छ, अस्ति दिन देखेर गएको। यहाँदेखि हेर्नुहोस् है, पत्र चाहिँ छ यो देख्नुभयो। एउटा त थियो, एउटा यहाँ पनि थियो, एउटा यहाँ पनि छ। कालो हो यो, यसलाई चाहिँ काली भन्छ। यहाँ हेर्नुहोस् है फेदमा, यहाँ पुरादेखि पलाएर यस्तो दामी चाहिँ भएको छ क्या। कालो निङ्ग्रो भन्छ यसलाई चाहिँ हो। हल्का फुल्का अर्को यहाँ पनि देखेको थिएँ, यहाँ पनि छ होइन। यसरी पलाउँछ हेर्नुभयो त। यहाँ चाहिँ अहिले भर्खर भर्खर पलाउँदैछ। यहाँ पनि यहाँ पलाउँदैछ, दुईवटा पलाउँदैछ। यहाँनिर कालो पलाउँदैछ ठस ठस भएर हो। त्यसलाई चाहिँ राखिन्छ हो, यो चाहिँ टिपिन्छ। अन्त यहाँ पनि छ हो, यहाँ पनि हरियो रहेछ यहाँ पनि तिनवटा पाएँ, यहाँ पनि तिनवटा पाएँ हो। यहाँ पनि रहेछ सानो पनि कालो। जोडी ल अद्ध पृष्ठ देखाऊ। र अब चाहिँ यो खोर्सानी छ है। तपाईँहरूलाई यो खोर्सानीको चाहिँ यस्तो पत्ताहरू चुडाइदिनु पर्ने हुन्छ है। खोर्सानीको चाहिँ स्याहार सुधार चाहिँ यो तरिकाको है, सम्पेर एक्ज्याङ। यो खोर्सानी हेर्नुहोस् है, 1 2 3 4 5 6 7 8 9 10 11 12 13। यहाँ लगभग 100 झ्याङ छ ऊ पर्छन्। यहाँदेखि यो ड्याममै हो, यस्तो हो र यस्तो सिधा, यहाँदेखि सिधा यसरी खोर्सानी। यो पुरा पत्ता चुटाउनु हुँदैन तपाईँले, पुरा लुस्नु पनि हुँदैन होइन। ठिक पत्ताको चाहिँ यो भागदेखि यो भागसम्म यति भागमा चाहिँ चुडाउने पर्ने हुन्छ होइन। त्यो चाहिँ छिप्पेकोहरू जस्तै यो भयो, यो छिप्पेको भयो। तपाईँ यहाँबाट हाँगा पलाइसकेको छ होइन यसले। अब यसलाई चाहिँ यतिमा चुडाउनु, फेतैमा चुडाउनु हुँदैन, यतिमा चाहिँ चुडाउनु पर्छ तपाईँहरूको। यसलाई पनि त्यही पारा यस्तो सिस्टम हो यो पनि त्यही भयो होइन। यो पनि यति भयो, अलिकति भाग राखिदिनुपर्छ यति यस्तो। यसको पनि यही हो।
यसको पनि त्यही हो। यसलाई चाहिँ साह्रै उयो भएछ है, यसरी चुडाउने गर्नु। यो गिन्देरीको साग कसलाई मनपर्छ? यो गिनेरी, यहाँ हेर्नुहोस्, यो गिनेरी पनि 1 झ्याङ 2 झ्याङ 3 झ्याङ है, पुरै छ गिनेरीको। गिनेरीको साग, लाली साग भन्छ यसलाई होइन, लालीको भाइ के भन्छ नि। यो करेलाको सानो हो, यो काँक्राको, यो लौकाला मचान, यो लौकाला मचान पुरै आइसकेको छ यहाँ। यो चाहिँ हाम्रो जाँदैछु मित्र, हेर्नुहोस् त मित्र। र गाँजा कसलाई मनपर्छ फेरि? यहाँ गाँजा हेर्नुहोस् है, गाँजाको हो त्यो पनि छ है। यस्तो यस्तो भिडियोहरू। करेला यहाँनिर हल्का करेलालाई अब कहाँ पत्र छ देख्नुभयो, गिन्देरीको यो सागहरू। अन्त अर्को तनीबुढी भन्छ नि गाइस, तनीबुढी हेर्नुहुन्छ? यो तनीबुढी अलिक यसलाई चाहिँ बेस्याहार भएको जस्तो छ है। तनीबुढी चाहिँ यो हो है, यसलाई थाङ्रा दिने बेला भएको छ है। तनीबुढीको सिस्टम चाहिँ त्यही हो, पत्ता चुडाउने सिस्टम चाहिँ त्यही हो, यसरी चुडाइदिनुपर्छ। यहाँ तनीबुढी हेर्नुहोस् है, यो सबै तनीबुढी हो। यसलाई चुडाउने बेला भइगएछ हो। यो पनि हो, यसलाई दिएर थाङ्रा दिने बेला भइगएको थिएछ हो। पहिलाको मूल घर थियो, पहिला फर्स्टको मूल घर यो हो। यहाँनिर थियो, यहाँ हेर्नुहोस् पहिलाको त्यो भुइँचलले गर्दाखेरि चाहिँ हामी पर सिफ्ट हुनु पऱ्यो होइन। भुइँचलले ब्लाङ ब्लाङ भत्काइदिएको छ, त्यस्तो गरेको जस्तो लाग्दैछ। कि बाँस काटेर लाछितेर हो, यहाँ के गरेछ निभाहरू सबै सोतर बनाएछ। त्यो पुरानो, यो हाम्रो पहिला टोइलेटै हो, यस्तो यस्तो थियो। अन्त यो चाहिँ बारी हाम्रो परसम्मको, यहाँ पर देख्नु हुँदैछ नि, त्यहाँदेखि लिएर यो पर बाँसकारीको टुप्पा देख्नु हुँदैछ नि, त्यहाँसम्म छ परदेखि। यो बरको फेदको मुनिदेखि लिएर चाहिँ यहाँदेखि मुनि, यो मुनिदेखि लिएर यो टक्कै यो सक्कै लिएर मेन रोडको माथि माथिसम्म चाहिँ हाम्रो जग्गा जमिन पर्छ। देख्दैन होइन, बारीबाट त देख्दैन, तपाईँहरूलाई देखाइदिउँ भनेको थिएँ होइन। जग्गा चाहिँ के हो भन्दाखेरि चाहिँ म चाहिँ यो निङ्ग्रै खोज्न आएको नि त। अन्त निङ्ग्रो त अब पलाउने बेला त भयो गाई होइन। मित्रहरू के कसो भन्नुहोस् त मित्रहरू, निङ्ग्रो र यस्तै छ सानोतिनो है। तपाईँहरूलाई यस्तै गाउँ बस्तीको अपडेटहरू म दिँदै गर्छु। आशा छ यस्तै गाउँ बस्तीको भिडियोहरू नै तपाईँले सायद मन पराउनुहुन्छ होला है भने। ल त दर्शकवृन्द, निङ्ग्रोको टोटल कलेक्सन चाहिँ नि कति भएछ भनेर देखाउँछु ल तपाईँहरूलाई। टोटल कलेक्सन चाहिँ निङ्ग्रोको चाहिँ यति चाहिँ भएछ। निङ्ग्रोको हो, यो चाहिँ लिएर आइसकेँ मैले घरमा होइन। अब यसलाई आलुसँग मिसाएर खानुपर्छ हो, यति चाहिँ भएछ। र तपाईँ धेरै लामो भिडियो भयो है। यसको साथसाथमा तपाईँहरूसँग पनि म ओझल हुन चाहेँ हो भन्दै तपाईँहरू समक्षमा यो छोटो भिडियो लिएर उपस्थित भएको थिएँ। हवस् त, जय कृष्ण।